हेलो दर्शकबिन, वेलकम अनि दर्शन नमस्ते मेरो युट्युब च्यानलमा। मैले धेरै भइसक्यो यो युट्युबतिर लामो भिडियो यसरी हालेको छैन। खासै यो गर्मीमा त्यति धेरै बाहिर हिँड्नै सकिँदैन नि त। खाडीमा अहिले भिडियो बनाउनको लागि त बाहिरै हिँड्नु पर्यो। अब बाहिरतिर हिँड्ने स्थिति अहिले छैन। 50 डिग्री पुगिसक्यो। त्यसमाथि इरानले कतातिरबाट बङ खसाल्ने हो थाहा छैन। अब इरानले बम खसाउन सुरु गरिसक्यो। म चाहिँ यतातिर छु आज है। कसले चिन्नु भएको छ यता यो ठाउँ। यहाँनिर एउटा सानो काम परेर आएको थिएँ म। सो त्यही बेला एउटा भिडियो पनि बनाइदिउँ भनेको। त्यो आउँदै गर्दा मैले चाहिँ एउटा के सिकेँ भन्दा त्यो तपाईँहरूलाई पनि सेयर गर्छु कि जुन हामी युएईमा यो पब्लिक बस चढ्छौँ नि, त्यसमा बसमा जस्तो हामी चढेर मिस्टेक पन्च नगरी झऱ्यो भने चाहिँ त्यो लास्ट स्टेसनसम्मको पैसा काट्दो रहेछ क्या अरे। अघि म एउटा बस त्यो मिस्टेक चढिहालेँ है। त्यो खास नम्बर त सेम थियो तर त्यो बसको रुट अर्कै रहेछ। अनि मैले भित्र पन्च गरिहालेँ, मलाई वेलकम गरिहाल्यो। अनि म एक्जिट हुने बेला खै पन्च गरेको इन्टु गर्यो, त्यसले एक्सेप्ट गरेन, मानेन, आउट गरेन मलाई है। अनि त्यसपछि म फेरि एकछिनपछि अर्को बस चढेँ। त्यो बस चढेर मेरो खास लाग्नुपर्ने 3 रुपियाँ कति त्यति नै काट्यो। तर मेरो कार्डबाट ब्यालेन्स हरायो, 5 दिराम हरायो। त्यो भएर त्यस्तो काम चाहिँ नगर्नु होला, तपाईँ आफै लसमा जानु हुँदो रहेछ। मैले आज मात्रै थाहा पाएँ मैले चाहिँ है, यस्तो हुँदो रहेछ भन्ने। सो सिस्टम धेरै छ यहाँ, त्यो सिस्टममा चल्नु होला। अनि भिडियोलाई लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस् ल। खासै त्यति धेरै जानकारीमूलक रमाइलो दृश्य त म आज यसमा केही पनि देखाएको छैन, त्यही पनि गर्नुहोस् ल।